जम्मै काम नपाएर यहाँ कराएर खाना बनाएर लास्ट दिन हो यो यहाँ झोल बनाएर पुरा मासु झोल मासु देखाइदिन्छ यहाँ है यो मासु हो कि चोक्टा हो कि सब झोलमा रहेछ यहाँ त मासु त यहाँ छैन नि के बोले भाइ के बोले के छ थाहा बोले बिफोर आवर ट्रिप हामी सिक्किम जानुभन्दा अगाडि हाम्रो ग्रुपको केही समूहको मान्छेहरू हामी यहाँ अहिले कलेजमा खाना खाँदैछौँ हामी झर्नाई पस्किङ राइस एन्ड वी हेभ हाम्रो मिठो मिठो खानेकुराको साथीहरू के गर्ने अब यहाँ तपाईँहरूको र्याल आएर र्याल चुहेर अब के भन्नु अब के भन्नु हामी त मासु खाने मान्छे है मासु खाएर मोटाएर यहाँ कस्तो मेरो गाला पुल घरतिर कल गर्नेलाई अझ फुल्दैछ भने सक्छ त के छ अरू लौ लौ बुढी भुर्लोको उमालाई अलिकति भने जस्तै गरेर झर्नाले बनाएको till it's cool, just cool, into the mouth. Nice. झर्नाले बनाएको मासु है अब ल यो चाहिँ के हो भन्दाखेरि गाइस यो चाहिँ बफ ठुलो खसी है अहिले चाहिँ हामी खाना खाने लागिरहेका छौँ दिस इज आवर फुड हाम्रो डेभिड सर जानेछ सर हेलो उहाँले नेपाली बुझ्नुहुन्न यहाँ हाम्रो मनोज हुनुहुन्छ हामी चाहिँ खाना खाइरहेको छौँ अनि यहाँ चाहिँ म छु Good morning and Jai Mishi from the college. So today is our travel day and now we are going outside for buying a pork chichi because he wants to eat and Samip wants to eat, that's why we are going. जय मसी साथीहरू जय मसी अब हामी यहाँबाट धरान तर्फ प्रस्थान गर्दैछ मनोज र म अनि त्यसपछि हाम्रो साथीहरू चाहिँ बिचमा बाटोमा भेट हुनुहुनेछ अनि त्यसपछि आर्यन कलङ्कीबाट झर्ना कलङ्की मनोज र म चाहिँ कलेजबाट अनि बाँकी हाम्रो मनोज निकेश चाहिँ माइकल र निकेश चाहिँ कहाँबाट हो झापाबाट चढ्नु हुनेछ ल चाहिँ यस्तो छ अलिकति सामानहरू ल साथीहरू बाई सानो बसले चाहिँ यहाँसम्म ल्याइदिने अनि फेरि यहाँबाट ठुलो बसमा चढ्नु पर्ने रहेछ त्यसको लागि सामानहरू यसरी सानो बसले चाहिँ जोरपाटीदेखि यहाँसम्म आयो कोटेश्वर होइन कोटेश्वरबाट यो माथि हाल्नुपर्छ होला होइन झोडाको ब्याग ल साथीहरू गाडीतिर छिर्नु पर्यो ल Guys, one person is here. Hi. Are you excited? Yes, I'm excited. Not so much. यो चाहिँ के हो यो झोडाको चाहिँ के हो चप्पल ए जुत्ता सरी मिठाई वाला जुत्ता एउटा त चाहियो हो अनि गर्मीले भएर चप्पल लगाएर बसिरहेको ठिकै छ गाइस लुक एट दिस प्लेस अहिले चाहिँ हामी मनोज र समीपलाई पर्खिरहेका छौँ ए धोबीघाट वी आर इन धोबीघाटको हालत त्यस्तो छ ओ हेलो फाइनली ग्यासहरू आइसकेको छ साथीहरू दुईजना पछाडि पनि है 1 घन्टाको प्रतीक्षाको पश्चात दुईजना आइसक्नु भएको छ अब हामी यहाँ काठमाडौँबाट धरानतर्फ प्रस्थान गर्दैछौँ जसरी इजरायलीहरू इस्राबाट
इस्रोबाट क्या कर्नाटकतर्फको यात्रातर्फ त्यो सङ्घर्ष हाम्रो त उजार स्थानमा होला जस्तो त गर्मी धरमको गर्मी उचाड स्थान हाम्रो त सिक्किमसँग पुग्ने बेला उचाड स्थानमा रमाइलो हुने बेला छ सपना देखेछु Guys, we are finally in bus. This is Swami. This is Manu. मनोज उसले चाहिँ आज के भन्छ अब एक्साइटेड धेरै एक्साइटेड भएर क्लिन्जिङ अब चस्मा हेर न अनि यो के अरे हेयर कट सो नाइस हेयर कट ओ मनोज यता हेर्दै त आहा मान्छे राम्रो कि अनुहार राम्रो कि तैँले हाँस्न खोजेपछि म त हाँस्दै हाँसेन कपाल राम्रो कि सुन्न भयो के अरे धरानमा कोही छन् कि भनेर यसो सिङ्गल हो भन्ने कुरा कि यो भिडियो त सबैले हेर्नुहुन्छ नि फेरि समीपको चाहिँ यहाँ फेरि आमा पुरा हेलो हेलो आजदेखि चाहिँ हाम्रो यात्रा सुरु भएको छ अनि हामी चाहिँ अहिले कलम काट्दैछौँ साथीभाइहरू अहिले चाहिँ हामी यो समयमा के हो यो धादिङकै बाटो हो यो धादिङकै बाटो हो धादिङमै हामी अहिले चाहिँ चिया खानको लागि खानको लागि हामी झरेको छौँ होइन थ्याङ्क यू पर्दैन दाइ ठिक छ अब हामी चिया अथवा के खान्छौँ है त्यही हो नि आर्यनमै हामीले भित्रबाट खाने सोच गरेको छ उहाँ चाहिँ बाहिर निकाल्छ How are you feeling? के खाने हो त गाइस केही छ त खाने हो यहाँनिर हाम्रो फोटो सेसन हुँदैछ हाउ यु फिलिङ गाइज हाउ यु फिलिङ गर्मी हाउ यु फिलिङ क्यामेरा हेर्नु न ए नौ बिसे ओहो आनन्द दाइ ससुराली रहेछ त आनन्द ससुराली नौ बिसे रहेछ लु ससुराली हामी तिनजना किचनकै ग्रुप हो they are going to take photos अनि म चाहिँ यहाँ हाम्रो स्वामीले अब हाम्रो ग्रुप फोटो खिच्नुहुन्छ हामीले चाहिँ ग्रुप फोटो खिचिसकेका छौँ उता उता लानु न अब कस्तो र एउटा देखाउने र ए मेरो फोटो गर्दै त यही तातोले गर्दा यस्तो राम्रो राम्रो फोटोहरू खिच्छ मनोजको त यस्तो राम्रो आहा वाउ यो चाहिँ हाम्रो रहेको छ मिनिस्ट्री जर्न म चाहिँ कस्तो हिरोइन नै निस्केछ अरे अहिले चाहिँ हामी भित्र अहिले चाहिँ गाइस हामी चाहिँ अलपत्र अवस्थामा भन्दिनँ रे अहिले चाहिँ हामी अलपत्र अवस्थामा मैले त अहिलेसम्म मेरो जति टिकट छ त्यसमै अड्डा राख्छु मैले भोक लाग्यो अरे बिहान 6 बजी 6:30 नि भयो है भोक लाग्यो के 6:30 पनि भएको छैन अझै अनि पुरा यहाँ त 7-8 बजे जस्तो भइसक्यो त सब छिटो लिए है धेरै एक्साइटेड थियो नि हो अरे दाइ हजुर गुड मर्निङ गुड मर्निङ मेरो चाहिँ 300 रुपैयाँको देख्नु भएको थियो अरे 1000 मात्रै 300 900 रुपैयाँ तिनटा मेरा लाउने मान्छे चाहिँ 100 रुपैयाँको अब हाम्रो साथीहरूले ब्याग हाल्छ उठेर जाने आउने साथी
अट्नु चाहिँ पर्यो क्या वी आर इन धरान हे गाइस पानीले भिजेर न कपालहरू म त भित्र छैन है गाह्रो 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 मनोज हो यो चाहिँ झर्ना हो यो चाहिँ समीप हो अनि हामी चाहिँ यहाँनिर यसो अटोमा चढेर Okay guys, so we have finally arrived at Zarna's brother-in-law's place है so हामी त आइपुग्यो यहाँ तपाईँको अनुहारै देखेको छैन मैले हो कताबाट देखाउने हो यसरी यसरी आरम्भ त तपाईँले बल्ल बोल्दै हुनुहुन्छ तपाईँ यसरी क्या यसरी होल्ड गर्ने ल ओ थोपडा कहाँनिर देख्ने हो थाहा छैन मलाई यस as taught by our Sami brother मलाई होल्ड क्यामेरा होल्ड गर्नलाई सिकाउनु भयो हैन अब यसरी हो कि सो ओ उयो म त दुईटा टाउको भएको गाई सोतिर यार होइन रहेछ दुईटा शरीरै रहेछ ओ सो दिस इज द प्लेस अलमोस्ट लुक्स लाइक अ होटल कति राम्रो बनाउनु भएको